नेपाली राजनीतिमा आजभोलि रासपालाई मन पराउने धेरै छन्। के त्यो माया सिटमा परिवर्तन हुन सक्छ? सबैको प्रश्न एउटै छ। के रासपा बहुमत ल्याएर सरकार बनाउन सक्छ कि फेरि पनि आशा मात्र भएर सकिन्छ? आउनुहोस् आजको भिडियोमा नेपाली राजनीतिका पछिल्ला घटनाक्रम चर्चा गर्दै रासपाको उदय र उनीहरूको दललाई बुझ्ने कोसिस गरौँ। आजभन्दा 3 वर्ष अगाडि विक्रम सम्वत 2079 असार 7 गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो। यो पार्टीले स्थापना भएदेखि नै देशभर चर्चा पाइरहेको छ। यस पार्टीका संस्थापक तथा अध्यक्ष रवि लामिछाने हुन्, जो यसअघि एक चर्चित पत्रकार थिए। लामो समयसम्म पत्रकारिता मार्फत भ्रष्टाचार, अन्याय र जनपीडाका विषय उठाउँदै आएका रवि लामिछानेले अब प्रश्न सोध्ने मात्र होइन, समाधान दिन राजनीतिमै जानुपर्छ भन्दै रासपा पार्टीको स्थापना गरेका थिए। अघिल्लो चुनावमा पहिलोपटक भाग लिएको र पहिलोपटकमै 21 सिट जितेर नेपालको चौथो ठुलो दल बन्न सफल भएको पार्टी हो रासपा। त्यतिखेर रासपाले प्रत्यक्षतर्फ 7 सिट र समानुपातिकतर्फ 14 सिट जितेर सरकारमा गएको थियो। त्यही सरकारमा गएको र पुराना दलहरूसँग मिलेको भन्दै रवि लामिछानेले आलोचना भोग्नु परेको थियो। पछि फेरि रवि लामिछानेलाई सहकारी ठग र विभिन्न मुद्दा लगाउँदै जेल पनि बस्नु परेको थियो। नेपाली कङ्ग्रेस, एमाले र माओवादी विगत लामो समयसम्म सत्तामा रहे पनि यी नेपालका ठुला दलप्रति जनता निकै निराश देखिन्थे। यही निराशको बिचमा वैकल्पिक राजनीतिक शक्तिको खोजी हुँदै थियो र त्यही खाली स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। अब कुरा गरौँ रासपाले बहुमत ल्याउन सक्छ कि सक्दैन। बहुमत ल्याउन अथवा एकल सरकार बनाउन रासपाले 275 सिट मध्ये 138 सिट ल्याउनु पर्ने हुन्छ। अहिले बहुमत ल्याउन रासपाले धेरै सङ्घर्ष गर्नुपर्ने देखिन्छ। न त रासपासँग बलियो सङ्गठन छ, न त रासपाका नेतासँग अनुभव नै। तैपनि रासपाले बहुमत ल्याउँदैन भन्न सकिँदैन, किनकि यो दलको बलियो पक्ष पनि छ र त्यति नै चुनौतीपूर्ण पनि छ। रासपाको बलियो पक्ष भनेको नयाँ पार्टी, युवाको भरोसा र पुराना पार्टीबाट दिक्क भएका जनताको समर्थन छ। र रासपाले बहुमत ल्याउन धेरै चुनौतीहरू फेस गर्नुपर्ने हुन्छ। गाउँ-गाउँमा सङ्गठन कमजोर हुनु, स्थानीय स्तरमा अनुभवी नेताको कमी हुनु, स्पष्ट दीर्घकालीन राजनीतिको अझै स्पष्ट छैन र काङ्ग्रेस, एमाले, माओवादी जस्ता ठुला दलसँग लड्नुपर्ने हुन्छ, जसको गाउँ-गाउँसम्म ठुलो सङ्गठन छ। रासपाले आफ्नो सङ्गठन बलियो बनाउँदै गएको देखिन्छ। बालेन र रवि एउटै ठाउँमा आएपछि झन् यो पार्टीले देशभर चर्चाको केन्द्र बनिरहेको बेला झन् बालेनले झापा क्षेत्र नम्बर 5बाट लड्ने भनेपछि चर्चा बनाउँदै गइरहेको अवस्था छ। रासपा अहिले सहरी क्षेत्रमा मात्र होइन, देशभर नेटवर्क बनाउने प्रयासमा छ। पार्टीले 753 स्थानीय इकाइसम्म विस्तार गर्ने लक्ष्य लिइरहेको छ भने 2 लाखभन्दा बढी सदस्यहरू जोडिसकेका छन्। तर चुनौती के छ भने ग्रामीण र पहाडी क्षेत्रहरूमा अझै पनि पुराना पार्टीहरूको सङ्गठन बलियो देखिन्छ, जसको नराम्रो असर राष्ट्रिय स्वतन्त्र पार्टीलाई देखिन सक्छ। नेपाली राजनीतिमा बहुमत ल्याउन निकै कठिन भएकोले अरू पार्टीहरूले गठबन्धन गर्न सक्छन्, किनकि यसको नराम्रो असर रासपालाई पर्न सक्छ। त्यसैले रासपाले बहुमत ल्याउन कठिन भए तापनि असम्भव भने पक्कै छैन, किनकि कसैलाई नदिएको बहुमत योपालि मतदाताले रासपालाई दिन सक्छन्। यी सबैको कुरा थाहा पाउन हामीले फागुन 21 कुर्नुपर्ने हुन्छ। अब प्रश्न उठ्छ, रासपा अथवा कुनै पार्टीले बहुमत नल्याएको खण्डमा सरकार कसरी बन्छ? यो सबै बुझ्नलाई हामीले पार्लियामेन्ट स्ट्रक्चर बुझ्नुपर्ने हुन्छ। हाम्रो संसदमा जम्मा 275 सिट हुन्छन्, जसमा 165 सांसदहरू 165 क्षेत्रबाट विजय भएर आउँछन् भने बाँकी 110 पार्टीले समानुपातिकतर्फ ल्याएको मतका आधारमा विभाजन गरिन्छ। अब रासपा सरकारमा जान अर्थात् सरकार बनाउन प्रतिनिधि सभामा 275 सिट मध्ये 138 सिट अर्थात् बहुमत चाहिन्छ। यदि रासपाले बहुमत नल्याएको खण्डमा
दुई अथवा बढी दलहरू मिलेर आपसी सम्झौता गरेर सरकार बनाउन सकिन्छ। धेरै समयपछि नेपाली राजनीतिमा नयाँ अनुहार देखिन थालेका छन्। बाँकी अब चुनाव आउँदैछ, भोट हाल्दा सही व्यक्तिलाई चुनेर हाल्नुहोला। के रासपा बहुमत ल्याएर एकल सरकार बनाउन सक्छ? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।